साइकलमेनमा फुलहरू फुल्नु थालेको पनि करिब 2 महिना जस्तो पुगिसकेको छ। अहिले चाहिँ यसमा बोटभरि फुल फुलिरहेको छ। साथै फेदबाट धेरै कोपिलाहरू पनि लागिरहेको छ। साइकलमेनलाई चाहिँ धेरै लामो समयसम्म फुलाउनु सकिन्छ। यसको निम्ति चाहिँ 2-4 कुराहरूको ध्यान राख्नुपर्ने हुन्छ। साइकलमेन कोपिला लाग्नु थालेपछि चाहिँ यसलाई चाहिँ न्यानो जग्गामा राख्नुपर्छ, तर सिधै घाम पर्ने जग्गा चाहिँ हुनु हुँदैन। उज्यालो भने चाहिँ प्रशस्त छिर्नुपर्ने हुन्छ। तपाईले यसलाई सेडमा राखेर उज्यालो नछिर्ने जग्गामा छ भने चाहिँ यसमा फुलहरू बेसी फुल्दैन। यसमा सिधै घाम चाहिँ पर्नु हुँदैन, तर दिनभरिको राम्रो लाइट छिर्ने जग्गामा चाहिँ यसलाई राख्नुपर्छ। सिधै घाम पर्ने जग्गामा यसलाई राख्यो भने चाहिँ यसको फुलहरू छिटो फक्रेर सकिन्छ। यसको कलरहरू पनि छिटो फेड हुन्छ। तर यसलाई चाहिँ हामीले घाम नपर्ने जग्गामा तर उज्यालो भने राम्रो छिर्ने जग्गामा राख्यो भने चाहिँ यसको फुलहरू धेरै लामो समयसम्म फुलिरहन्छ। यसलाई चाहिँ मजाको हावा चल्ने जग्गा छ भने अझै राम्रो हो। यसरी नै यसलाई ठिक लोकेसनमा राख्यो भने चाहिँ यसमा जुन जुलाईसम्म पनि फुलहरू देखा पर्छन्।